असली भनेर हामी यता छौँ आज। यो पुरै गाडीहरूको चाहिँ लाइन छ है। पुरै गाडीको ताती पुरै आज चाहिँ यतातिर छौँ। आज हामी आइतबारको बसाइ ट्रेन उडिसकेको अवस्था छ है। अलिकति ल्याग भइरहेको अवस्था पनि छ। हामी चाहिँ यता छौँ अहिले। अलिकति नेट कहीँ ल्याग हुँदो रहेछ। यता छौँ। गाडीहरूको चाहिँ ताती छ जे होस्। आज बुक्लाबाट यता मन्थलीबाट चाहिँ तपाईँको चाहिँ काठमाडौँ चाहिँ उडान हुने जमर्कोमा छ। आज धेरै गाडीहरू चाहिँ पुरै चौरैभरि छ। आज हामी यता छौँ। हेलो हेलो, तपाईँहरूको खबर के छ? हामी आज यता छौँ। यता रामेछाप जिल्लाको सदरमुकाम मन्थली अकाशे हवाई मैदान अकाशे यता छौँ। गाडीहरू त पुरै भरि भराउ छ। यतातिर चाहिँ पुरै चौरैभरि छ एकदम। घाम पनि लागिरहेको छ। टन्टलापुर घाम लागिरहेको छ एकदम। अहिले प्रकृतिले पनि साथ दिएको अवस्था खुल्ला। अहिले त्यो बादलहरू चाहिँ हटेको अवस्था छ। घाम लागिरहेको छ। रामेछाप जिल्ला सदरमुकाम मन्थलीको आजको अपडेट। हामी चाहिँ यता छौँ है साथीहरू। ल यता छौँ। ओके बाई। ओके बाई भन्न चाहन्छु ल।